चाहिँ बनाउँदैछु म डुकुको अचार है। अनि यो चाहिँ हो मेरो डुकुको फुलको अचार। मिस्टेक भएछ अलिकति। यो चाहिँ हो डुकुको फुल। यसरी मैले चाहिँ डुकुको फुललाई फ्राई गरिसकेको छु है। अन्त त्यसको बाद चाहिँ मैले चाहिँ टमाटर पनि यसरी पोल्दै गरेको। त्यहाँ पछाडि चाहिँ म अब फ्राई गर्छु कतिवटा जस्तो भने नि 2-3वटा लसुन हो। लसुन पनि एकदम लसुन हाल्यो भने चाहिँ एकदम टेस्टी हुन्छ। यो चाहिँ हो फुल भयो होइन डुकुको। अब यसमा चाहिँ हाल्छु म लसुन चाहिँ यसरी फ्राई गर्नुपर्छ तेलमा। यो चाहिँ लसुन भइसकेको छ यतिको कलर है। यो दुइटा चाहिँ मैले यहाँ हालेको छु। त्यस पछाडि चाहिँ मेरो रमभेडा चाहिँ पोल्दैछु म यहाँनिर है। पाक्दैछ रमभेडा पनि पाकेर रेडी भइसक्यो। यसलाई चाहिँ तपाईँले तास्दा पनि हुन्छ। पोलेको हो। पोलेको चाहिँ चुलामा पोलेको अझै दामी गन्ध हुन्छ। मैले चाहिँ ग्यासमा पोलेको हो। अन्त तपाईँले पोल्नु यतिकै हाल्दा पनि हुन्छ र तासेर हाल्दा पनि हुन्छ। म चाहिँ तासेर हाल्छु है त। अब यसलाई चाहिँ पिस्नुपर्छ है त साथीहरू। म पिसेर देखाउँछु ल तपाईँलाई कस्तो चाहिँ दामी हुन्छ भनेर। हेर्नुहोस् साथीहरू मेरो चाहिँ अचार यस्तो भइसकेको छ है। म चाहिँ अब बनाउँछु र तपाईँलाई देखाउँछु है। बिर्कोमा पनि निकै नै हुन्छ। एकजनालाई त पुग्छ कम्ती पिरो खानेलाई हो। त्यही भएर बिर्कोको पनि फ्यान चाहिँ हुँदैन। जुगाड भन्छ चाहिँ जुगाड क्या। ल हेर्नुहोस् साथीहरू फाइनली मेरो चाहिँ अचार यस्तो भयो रेडी वाउ हो। अन्त तपाईँहरूलाई पनि खानु मन लाग्यो भने चाहिँ बनाएर खाँदा हुन्छ है। यो चाहिँ जेसँग पनि हुन्छ। थुक्पा भयो, मोमो भयो, चाउमिन जेसँग पनि टेस्टी हुन्छ। मलाई चाहिँ मामसँग खानु मिठो लाग्छ। त्यही भएर मैले चाहिँ यो मामसँग खानुको लागि बनाएको है साथीहरू।